आज साथै तपाईहरुलाई म एकदम मिठो दामी चिकन बनाएर देखाउँदैछु त साथी। हेर्नुस् है साथी, यो चाहिँ चिकन छ हो। अरु बेला हामीले नर्मल पकाएर खाने खालको चिकन हैन, आज म तपाईहरुलाई म एकदम दामी बनाएर देखाउँछु साथी। हेर्नुस् है त, तपाईहरुले पनि सिक्नुहुन्छ, तपाईहरुलाई पनि एकदम मिठो लाग्छ है साथी। हेर्नुस् है त, एकदम टेस्टी दामी बनाउँछु। कस्तो पाराले बनाउनु पर्छ, टमाटर लगभग 3टा जस्तो टमाटर लाउँछु, प्याज अझै कम्ती भयो, 3टा प्याज लाउँछु, अदुवा हो, लसुन लाउँछु। हेर्नुस् त साथी, अब तपाईहरुलाई म एकैचोटी यो रेडी गरिसकेर देखाउँछु है त साथी। ल हेर्नुस् है त साथी, यसरी यो तेल लाउनु पर्यो। यो स्टाइल चाहिँ बहुत मिठो हुन्छ साथी हो। हेर्नुस् है, यो चिकन भयो, तेजपत्ता हो, यो प्याज भयो हैन, यो टमाटर भयो, यो आलु भयो हो, ग्रीन चिल्ली, जिन्जर, अदुवा, लसुन, मसला है, जिरा मसला, अन्त यो मसला हो, चिकन मसला र गरम मसला, अन्त नुन, अन्त त्यहाँदेखि हल्दी हो साथी। यो तपाईले ध्यानमा राख्नुपर्छ, यो खालको चिकन बनाउँदा चाहिँ यो टमाटर र प्याज चाहिँ धेरै लाउनुपर्छ है साथी हो, साह्रै मिठो हुन्छ। अन्त अदुवा र यो लसुन। हेर्नुस् है साथी, कति मिठो बनाएर देखाउँछु तपाईहरुलाई। हेर्नुस् है साथी, पहिला जिरा लाउनुपर्छ हो, त्यहाँदेखि तपाईले स्वाट प्याज लाउनुपर्छ हो। यसमा चाहिँ याद राख्नुपर्छ साथी, जति तपाईले प्याज अहिले लाउनुहुन्छ, भरे पाक्नुभन्दा अगाडि फेरि आधी प्याज मजाले लाउनुपर्छ। आधी प्याज टमाटर साह्रै दामी टेस्टी हुन्छ है साथी हो। यो हेर्नुस्, टमाटर लगाएँ, हेर्नुस् है साथी, हेर्दै जानुहोस् है। ग्रीन चिल्ली पनि यतिखेर लगाइदिनुहोस्। यो आधी लसुन लगाइदिनुहोस्, लसुन, यो अदुवा भयो, अदरक यसरी लाउनु भयो तपाईले हैन। अनि तपाईले त्यतिखेर फेरि नमक पनि लाउनुहोस्, नुन हो, नुन लाउनुहोस्। एट अ टाइम तपाईले फेरि हल्दी पनि लगाइदिनुहोस्, कम्ती लगाइदिनुहोस्। अन्त तपाईले माथिबाट चिकन लगाइदिनुहोस् फेरि यसरी। चिकन यस्तो अब टेस्टी हुन्छ के भन्नु साथी हो। त्यहाँदेखि फेरि माथिबाट तपाईले हल्का हल्दी पनि लगाइदिनुहोस्, हल्का नमक लाउनुहोस्। यसको टेस्ट चाहिँ अब साथी हो, अब कस्तो भन्नु तपाईहरुलाई। तपाईहरुले अब तपाईहरुको लाइभ अगाडि देखाउँदैछु साथी हो। टक्कै गरम मसला लगाइदिनुहोस् हल्का, लाउनुहोस्। तपाईले यो लाउनुहोस्।